बार्दलीमा बसेर म मनसुनको पहिलो झरै निहाल्दैछु। वातावरणमा छुट्टै उत्तेजना घोलिएको छ। बतासहरू बेताल उन्मादमा नृत्य गर्दैछन्। कहिले पानीको बाछिटाले मेरो तन भिजाउँछन्, कहिले रातभरि रोलरमा राखेर कर्ली बनाएको केससँग जिस्काउँदै मलाई मदहोस बनाउँछन्। हप्ता दिनदेखि बिरामी बालक आमाले नुहाइदिएर स्वच्छ स्फूर्त महसुस गरे झैँ हिजोसम्म सास फेर्न पनि मुस्किल काठमाडौँको हावा आज स्वच्छ महसुस गरिरहेको छ। भर्खर पहिलो रजस्वला सकिएर नुहाई धुवाई चिटिक्क परेकी नव यौवना झैँ आज धरतीमा छुट्टै कान्ति र स्निग्धता छाएको छ। हावामा माटोको मोहक सुगन्ध, कालो बादलले ढाकिएको आकाश, बादलहरूको उन्माद गड्याङगुडुङ। किन यो मौसमले मलाई एक्लो महसुस गराइरहेको छ? तातो कफी पिउँदै म कुनै पुस्तकमा एकोरिन खोज्छु, तर बार बार मेरो एकाग्रता भङ्ग भइरहेको छ। मलाई थाहा छ तिमी छैनौ मसँग, मबाट धेरै टाढा गइसक्यौ। फेरि किन मलाई तिम्रा यादहरूले यसरी सताइरहेको छ? जाँदा जाँदै यी यादहरू पनि लगेको भए, आफूसँगै मेरो तिमीसँगको अनुभूति र तिमी प्रतिको संवेदनाहरू लगेको भए कति जाति हुने नि। तर यो प्रेम गर्छु भन्ने मान्छेहरू कति कठोर। म तिम्रो दिल कहिले दुखाउँदैन, तिमीलाई कहिले एक्लै छाडेर जाँदिन भन्नेहरू कति झुटा। जब जानु नै छ त किन आउँछन् यी प्रेमीहरू जीवनमा? जब तोड्नु नै छ त किन गर्छन् झुटा वाचा र कसमहरू? मान्छेहरू प्रेमीहरूलाई भँवरासँग तुलना गर्छन्, तर मलाई उनीहरू फुल जस्तै लाग्छन्। मनको उद्यानमा एकछिन फुल्छन्, उजाड वातावरण रङ्गी बिरङ्गी बनाइदिन्छन्। लत लगाउँछन्, उनीहरूको रङ्गको सुगन्धको अत्याउँछन्। उनीहरू बिना बगैँचाको अस्तित्व नै नरहने जस्तो महसुस गराउँछन्, बाचा गर्छन्। म तिम्रो लागि जस्तो सुकै हुरी बतास सहेर यसरी नै सदाबहार फुलिरहन्छु। तर एक क्षणको सूक्ष्म मौसम परिवर्तनले ओइल्याएर झर्छन्, पुनः कसको उद्यानमा फुल्छन् कुन्नी। तर यो मनको उद्यानमा उस्तै फुल कहिल्यै फुल्दैन। बिस्तारै न फुलको रङ्गले आकर्षित गर्न थाल्छ, न सुगन्धले मोहित बनाउन थाल्छ। थाहा हुन्छ यी सब झुट्टा हुन्, मिथ्या हुन्, क्षणमै ओइल्याएर झर्छन्। अचेल मलाई न फुल मनपर्छ, न फुलगुच्छा दिने फुलको जस्तै क्षणिक आयु लिएर आउने प्रेमीहरू। मेरो मनको उद्यान उजाड रहन्छ, म फुल्न दिन्न नयाँ गुलाबहरू। काँडाहरू सर्वत्र छन्, मलाई घोचिरहन्छन् याद बनेर। आफूसँग यी यादका काँडाहरू पनि लिएर ओइल्याएको भए, तर काँडाहरूको आयु फुलको भन्दा लामो हुन्छ। काँडाहरूको अस्तित्व फुलको भन्दा पनि कठोर हुन्छ, घोचिरहन्छ, रक्ताम्य हुने गरी चिठोरिरहन्छ। यादले पीडा दिन्छ, विचित्र किसिमको जन्जिरमा कसेर राख्छ। म उम्कन खोज्छु, यिनीहरू अझ बेतोडले मलाई जगड्छन्। म कसो गरी भाग्न सफल हुन्छु? यिनीहरू छाया जस्तै पछ्याइरहन्छन्। सुस्तरी मन शिथिल हुन्छ, यादको घोचाइहरूले दुख्न छाड्छ। यिनीहरू पनि थकित भएर घोच्न छाड्छन्, तर फेरि खाटा बनेर बसिदिन्छन्। बेला बखत उब्केर चर्याउन थाल्छन्। ओहो, यी यादहरू अनि मनसुनको पहिलो झरी जो याद बोकेर आउँछन्, मरिसकेको मनमा उन्मादको बिरुवा रोप्ने चेष्टा गर्छन्। आफू पनि मात्तिन्छन्, सँगसँगै उदास दिलहरूलाई बहकाउने प्रयास गर्छन्। मनको उद्यानमा पुनः नयाँ फुल फक्रिन सक्ने भ्रम सिर्जना गर्छन्। तर के कहिले फुल्छ त यस्तो फुल जो कहिल्यै ओइल्याएर झर्दैन?